स्वागत छ मेरो भिडियोमा र आज म चाहिँ घुम्दै फिर्दै आउँदै थिएँ अनि आज म आइपुगेको छु टिस्टुङ बोटानिकल गार्डन लोकेसन यो हो। अनि यहाँ चाहिँ म आजभन्दा कम्तीमा नि 10 वर्ष जति पहिला होला हामी 11-12 पढ्दाखेरि म र अरू साथीहरू 14-15 जना चाहिँ आएका थियौँ। अब कतिलाई याद नहुन सक्छ हैन। अनि मलाई यहाँ आइपुग्दाखेरि त्यो समयमा बिताएका ती पलहरू चाहिँ यो लोकेसन अनि यतापट्टि सल्लाहको रुख छ। यो लोकेसनमा चाहिँ मैले सबै साथीहरूले एकचोटि सम्झिन चाहेँ। लगभग हामी त्यतिखेर 15-16 जना जति आइपुगेका थियौँ होला। अनि त्यो एक दिन मङ्सिरको महिनातिर हुनसक्छ है, मङ्सिरको महिनातिर हुनसक्छ। अनि रमाइलो भएको थियो, दुईजना सरहरू आउनु भएको थियो। अनि त्यतिखेर आउँदा मैले अहिले त्यहाँ बिताएका पलहरू साथीहरू चाहिँ एकदम सम्झिरहेको छु। जुन ठाउँमा हुनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ एकदम राम्रो हुनुहुन्छ होला जस्तो लाग्छ। अनि म्याक्सिमम् चाहिँ अहिले कन्ट्याक्ट विहीन हुनुहुन्छ, कता हुनुहुन्छ थाहा छैन। अनि रमाइलो भइरहेको छ। अनि म एक्लै आउँदै थिएँ, यता घुमफिर गर्ने क्रममा चाहिँ आउँदै थिएँ। अनि यो ठाउँ आइपुगेको छ। अनि यहाँ मलाई चाहिँ ती समयमा बिताएका पलहरू धेरै याद आइरहेको छ होइन। लगभग हामी 4-5 जना केटा थियौँ होला। अनि बाँकी साथीहरू चाहिँ लेडिज नै हुनुहुन्थ्यो। रमाइलो थियो। अब कतिलाई याद छ छैन, के छ कसो छ, कता हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ होइन, कुन अवस्थामा हुनुहुन्छ, जताबाट हेर्दै हुनुहुन्छ एकचोटि यो भिडियोको मुनि गएर कमेन्ट गरिदिनु होला। अनि सकिनुहुन्छ भने सोसल मिडियामा जोडिने कोसिस गर्नु होला। अनि ठाउँ यो हो, लोकेसन यहाँ हो। अनि हामीले पहिला पिकनिक आउँदाखेरि चुलो चाहिँ त्यहाँ पर बनाएको थियौँ। अनि रमाइलो भएको थियो त्यो दिन। जे होस् 15-16 जना आएका थियौँ। अनि रमाइलो चाहिँ राम्रै भएको थियो। अब कतिले याद हुनसक्छ सक्दैन त्यो थाहा भएन। जताबाट हेर्दै हुनुहुन्छ, जहाँ हुनुहुन्छ यो भिडियोको पनि कमेन्ट चाहिँ गरिदिनु होला है त। म चाहिँ भर्खरै तलबाट अब यता मासतिर जाँदैछु। अनि सिँढीमा हिँड्दैछु यतातिर। यस्तो छ लोकेसन, रमाइलो छ। चैतको दिन घाम मस्त लागिरहेको छ। अनि पहिला चाहिँ यो भित्रतिर फुल हुन्थ्यो भने अहिले त्यो चाहिँ फुलहरू चाहिँ केही पनि छैन। भन्न खोजेको चाहिँ अब यो म झुक्की छु, यो बिल्डिङमा होइन रहेछ, यहाँ माथिको बिल्डिङमा चाहिँ रहेछ फुलहरू। अनि त्यहाँ एकछिन हेरौँ, गर्मी पनि बढिरहेको छ। ठिकै छ अहिले फुलहरू देख्न सक्नुहुन्छ। यहाँ राम्रो छ। पहिला चाहिँ भित्र पनि थियो, अहिले भित्र चाहिँ सिसाहरू फुटेर खाली भएको रहेछ। अनि यहाँबाट पर देखिरहेको छ बज्रबारे बजार, उतापट्टिको मार्खु, यस्तो छ। रमाइलो छ जोस्। अनि यो भिडियोमा चाहिँ मैले ठ्याक्क आजभन्दा 10-12 वर्ष अगाडि बिताएका पलहरू एकदम सम्झेँ। रुख चाहिँ जस्ताको तस्तै रहेछ अहिले पनि। अनि भिडियो अलिक अनक्लियर आएको हुनसक्छ, अलिक डिस्टर्बेन्स भएको हुनसक्छ। रमाइलो लागिरहेको छ मलाई। अनि अब चाहिँ म यहाँबाट अलिकति माथिपट्टि पनि जाने ठाउँ रहेछ। अनि त्यो ठाउँ जान्छु। सिन चाहिँ यही नै हो। अनि यहाँ बसेर म भिडियो खिच्दै थिएँ। सिनहरू चाहिँ यही नै हो सिनेमेटिकमा। यस्तो नै छ होइन। अनि अब खासै मलाई त्यस्तो बोल्न चाहेन। अब मासतिर जान्छु, के हुन्छ हेर्दै गरौँ। अनि बारीहरू बाँझो नै छ, के को रुख थाहा भएन। उतापट्टिमा चिया भनेर लेखिएको रहेछ। यो पनि पक्कै पनि चियाकै बोट हुनुपर्छ। र उता देखिरहेको चाहिँ बज्रबारे बजारहरू। अनि अहिले चाहिँ म यहाँ गोप्रोबाट भिडियो खिच्दैछु। त्यति नै हो। अब खासै खोइ के बोल्नु त धेरै कुरा थियो, भन्दा पनि केही पनि थिएन होइन। बोल्नु त अब के बोल्ने, कसो बोल्ने भन्ने हुँदो रहेछ। क्यामेरा अन भएपछि अलिक अगमक्किने रहेछ। अलिक के बोल्ने, कसो बोल्ने, अलिक सोच विचार गरेर बोल्नुपर्ने भन्ने हुँदो रहेछ। ऱ्यान्डमली बोल्दाखेरि चाहिँ के अप्ठ्यारो पर्ने हो कि अरू साथीहरूले भन्ने हुँदो रहेछ। रमाइलो छ। म चाहिँ फुल इन्जोय गरिरहेको छु।
अनि घुम्दै आउँदा चाहिँ आज यता हो अनि रमाइलो लागिरहेको छ मलाई यो चाहिँ मेरो पर्सनल भिडियो पनि भयो एउटा अनि त्यो दिनहरू सम्झेँ यहाँ आइपुगेपछि रमाइलो लाग्यो होला 10-12 वर्ष बितिसकेछ हेर्दा हेर्दै होइन हिजो जस्तो लाग्छ अनि आज जस्तो लाग्छ अनि त्यही नै हो यति नै हो बाई बाई सी यु इन नेक्स्ट ब्लग